हामी यो माथि दरबार घुमिरहेको छु अहिले फोटो माथि दरबार घुमिरहेको छु हेर्नुहोस् तल यस्तो वातावरण छ यहाँ यो पहिला एउटा राजाले पटक पटक यो ठाउँमा आउने अनि भन्टे एउटा चाहिँ यहाँ ध्यान गर्न आउने यसको विशेषता के हो भनेर भन्टेसँग बुझ्दै जाँदाखेरि यहाँको यो ठाउँ चाहिँ यति यहाँ बसेर ध्यान गर्यो भने बुद्धको ज्ञान तुरुन्तै प्राप्त गर्न सक्ने भनिसकेपछि अनि राजाले यो ठाउँमा ल्याएर जुन चाहिँ यो दरबार आफूले बनाएर यहाँ चाहिँ यो दरबार बनाएर यहाँ चाहिँ उहाँ चाहिँ बस्नुभएको राजाको नाउँ त थाहा भएन अनि त्यो भइसकेपछि राजाले यो ठाउँमा पानी ल्याउनेसम्म पनि काम गरेको विशेष अनि यो ठाउँ चाहिँ संसारको धेरै महत्त्वपूर्ण ठाउँ भन्दा यो ठाउँ चाहिँ एकदमै महत्त्वपूर्ण ठाउँ मध्येमा एक ठाउँ यो पनि हो भन्ने चाहिँ यहाँ छ अनि यहाँ चाहिँ तल अब हामी जाँदाखेरि थाहा होला तल चाहिँ ढुङ्गामै ऐना भएको ढुङ्गा छ अरे यहाँ त्यो पनि एउटा अद्भुत यो ठाउँको विशेषता हो कहीँ पनि त्यो अब हामी हेर्नुहोस् त यो जङ्गल तल छ वाटर प्लान्टहरू छ अनि मठ मन्दिर सहर त कहाँ यो अद्भुत ठाउँ अब हामी दुईजना मजाले घुमिरहेको छु म मेरो मुख देखाउन चाहे आउन हामी दुईजना यसो हेर्नु गङ्गा हामी दुईजना यहाँ छ मुस्कान छ मेरो बुढी के आनन्द भइरहेछ धेरै मुस्कान छ जीवनमा आउने ठाउँमा आइरहेछ धेरै नै खुसी भइरहेछ हो एकदम केही दुखेन होला खुट्टा पनि दुखेन केही दुखेन यस्तो ठाउँ हेर्नुहोस् त अब यो त्यो राजालाई कति धन्यवाद दिउँ हामीले अनि त्यो भन्टेलाई कति धन्यवाद दिउँ यो ठाउँ पत्ता लगाइदिएकोमा अनि त्यो राजाले जब भन्टेले भनिसकेपछि यो ठाउँमा आफूले पनि ज्ञान प्राप्त गर्नको लागि दिनौँ आउन नसक्ने भएर दरबारै बनाएको भन्ने चाहिँ यहाँ हामीले बुझेको छु त्यसबाट यो सिग्रिया भन्ने ठाउँको टप यो ठाउँ छ यति पर्यटकहरू आउने रहेछ अनि यहाँबाट सनराइज भगवान् सूर्यनारायण उदय भएको चाहिँ अवलोकन गर्ने ठाउँ पनि रहेछ यहाँ हामीले चाहिँ यो ठाउँ घुमिरहेछु हजुरलाई पनि आउनु नसक्नेलाई पनि विशेष गरेर मेरो परिवार मेरो आमा मेरो दिदीहरू मेरो बहिनीहरू मेरो जो कोही पनि यहाँ आउनु नपाएकाहरूलाई पनि मैले यसबाट चाहिँ जोड्ने विचार गरेछु आउनुहोस् वेलकम तान्दैछु मेरो श्रीमतीलाई मैले आइरहेछ मजाले भन्टे पनि हुनुहुन्छ यहाँ भन्टे पनि हुनुहुन्छ भन्टेलाई हामीले नमन गर्न गइरहेछौँ नमो बुद्धाय भन्टेहरू यहाँ हुनुहुन्छ एकदम हामीले उहाँसँग दण्डवत प्रणाम गरेँ एकदम रमाइलो भइरहेछ यो ठाउँ हेर्नुहोस् अहिले वातावरण राम्रो छ एकदम राम्रो वातावरण भइरहेछ हामी दुईजना फोटो पनि क्लिक गरौँ यो भिडियोमै फोटो क्लिक गर्दै आनन्द भइरहेछ हामीलाई अब यता पनि जङ्गल पनि फेर ल्याउँ हामी दुईजना धेरै रमाइरहेको छु यहाँ छोराछोरीलाई पनि एकदम धन्यवाद मेरो छोराछोरीलाई पनि एकदम धन्यवाद मामुलाई जानुपर्छ जानु पर्दै यो ठाउँ पुर्यायो हेर्नुहोस् त्यो पहाड हेर्नुहोस् अगाडिको पहाड टमाटम यहाँ सनराइज हेर्न चाहिँ यो दरबार हेर्ने र यो सनराइज हेर्न यहाँ चाहिँ धेरै आइरहेछ बसिरहेछ ल आउनु तल जाउँ अब
हेर्नुहोस् यो मैदान, यो दरबारको सबैभन्दा टपको मैदान हो। यो दरबारको टप मैदान। यस्तो पनि राजा भेटिने रहेछ। सरी, एक्सक्युज मी, सरी। बिस्तारै, यहाँ त हाम्रो बोल्ने कोही पनि छैन। आफू राम्रोसँग बोल्न नजाने, जस्तो जस्तो आयो त्यस्तो त्यस्तो बोलेर पनि आइरहेछ। तर हाम्रो रविन्द्र सर र रविन्द्र सरको छोरीले एकदम राम्रोसँग इङ्ग्लिसबाट ट्रान्सलेसन गरेर हामीलाई बुझाइरहेछ। हामीले हेरिरहेछौँ, सुनिरहेछौँ। त्यही सुनेको भरमा हजुरहरूलाई मैले चाहिँ यो जुन अघि भन्नुपर्ने कुराहरू अवगत गराएको हुँ। यस्तो हेर्नुहोस् त दरबार, यो दरबार क्षेत्र हो। तल पनि छ, तल पनि एकदमै देखाउँछु म बिस्तारै। 5-6 मिनटको भिडियो चाहिँ म यो भिडियो फेसबुक मार्फत हजुरहरूलाई देखाउने छु। धेरै रमणीय ठाउँ भइरहेछ, खुसी भइरहेछौँ हामी। यहाँ तल चाहिँ जाने पनि गरिरहेछ। हेर्नुहोस् यो सिन, हेर्नुहोस् यहाँ यो ठाउँ त यस्तो छ कि जिन्दगीमा स्वर्ग पुगेको हो कि जस्तो महसुस भइरहेछ। यति आनन्द ठाउँ छ। पानी परिरहेको थियो, अब पानी पनि रोकिदियो। त्यो कारणले गर्दाखेरि हामी अन्ठाटोको सुएका वा के यहाँ एकदम मर्मत भइरहेछ। हेर्नुहोस् यो मर्मत भइरहेछ यहाँ तमारम। यो जिन्दगीमा आउनु ठाउँ होइन। मेरो श्रीमती चाहिँ अलिकति माजु हुन्छ, माजु यो माजु हुन्छ। अनि यो माजुले गर्दाखेरि अलिकति हामीलाई हेर्ने ठाउँ पनि हेर्न नपाउने हुन्छ। त्यहाँ बसिरहेर कहाँ हेर्न पाउँछ। उख्याउ वा यो अलि ठाडो परेको भएर मैले मेरो तिरुमेजुलाई यताबाट बोलाएको थिएँ। यता समात्ने ठाउँ छ। यो हरेक ठाउँमा यो फलामको यस्तो ठाउँमा फलामको यो दिइरहेछ। हेर्नुहोस्, हेर्नलाई खस्ला भनेर बार राखिएको रहेछ। यो हेर्नुहोस्, यहाँ पर्खाले हेर्नुहोस् कस्तो मजाले। अब कति वर्ष, कति हजार वर्ष पहिला बनाएको, कति सय वर्ष पहिला बनाएको होला। मलाई जहाँसम्म लाग्छ यो 2000 वर्षभन्दा अगाडिको होला जस्तो महसुस भइरहेछ। तर मैले अब यहाँ सोच्नलाई आफू भाषा नजान्ने भएको कारणले गर्दाखेरि यो हामीले सोच्न पाइरहेको छैन। यस्तो चिज छ यहाँ। फोड्न फाल्नु भनिरहेछ। उनीहरूको ल्याङ्ग्वेजले त्यहाँ सिम्बलले देखाइरहेछ। भाषा बुझ्दैन, हाम्रो सिम्बलले चाहिँ देखाएर। ल हेर्नुहोस् यहाँ कहाँ हेर्नु यो आमामामा। ल यस्तो हो। यहाँ कुकुरको बच्चाले दुध खाइरहेछ। र पोखरी पनि छ यहाँ। यो पोखरी पनि पहिला राजाहरू नुहाउन, रानीलाई नुहाउन दिने भनिन्छ। 와 터나 투기스가 쇠가 와래 와 우리 언투나 투수에 그니 수려 워에 먹니 माँ पागल हेर्नुहोस् पार्क, मोटर पार्क, हामी आउने बाटो। अनि यो यस्तो ठाउँमा यति सिँचाइको व्यवस्था छ यहाँ। पानी त पानी, कति पानी कति पानी। गाउँ
Buddha in alto. Statua nuova e parcheggio nella sala. अब यहाँसम्म आइसकेपछि हामी तलको सिनेबाट हेर्छौँ। Guardalo, è salito. हेर्नु सबैले खिचिरहेछ यहाँ धेरै मान्छेहरू यहाँ आइरहेछ। हामी यहाँसम्म मात्र खिच्छु, त्यहाँबाट तल नजाने गरेछु। यो सबै फेरि सिङ्गै ढुङ्गामा है। यो सिङ्गै दिमा तपाईँले युट्युबमा सर्च गरेर पनि हेर्न सकिन्छ। यो ढुङ्गा सिङ्गै ढुङ्गामाथि यत्रो संरचना बनिरहेछ हेर्नुहोस् यहाँ। अब हामीले गर्दाखेरि यहाँ त एउटा घर बनाएर बसिरहेछ। यो कोठा सबै हामीले हेर्दाखेरि यो धान रोपिरहेको जस्तो देखिन्छ युट्युबमा, यहाँ होइन। यो चाहिँ यो कोठा हो, पहिला ध्यान गर्ने हल। अब यो राजाले कति मिहिनेत गरेर त्यो बेलामा कति पैसा खर्च गरेर बनाएको होला है। बिस्तारै ल अब मेरो तिरमेजुलाई एउटा सानो इन्टरभ्यू लिन्छु। ल अब नजाने पनि नेपालीबाट भन्नु, कस्तो भइरहेछ? रमाइलो भइरहेछ। कोलाई धन्यवाद दिन चाहन्छ? सबैले धन्यवाद। को छोराछोरी अनि हाम्रो अफिसको छोराछोरी, मेरो सानो छोरी रिजु, मेरो छोरा ज्वाइँहरू सबैलाई धन्यवाद छ। अनि मेरो अफिसको हाकिमलाई पनि धेरै धन्यवाद, त्यत्रो बिराट दिएर हामीलाई घुमाउन दिने मौका दिनुभयो। त्यस भएर धेरै श्रीकृष्ण दाईलाई पनि धन्यवाद। अनि बुढालाई त छन्, अब कुरा गरेर साथी छन्। बुढालाई त सँगै नै भयो, बुढा सँगै नै भएकोले। अनि अफिसको साथीहरूलाई पनि सबैलाई धन्यवाद। साथीहरूले पठाएको भएर आउनु पायो है। अब यो ठाउँ चाहिँ सबैभन्दा मेरो रिजु, सञ्जय, सबिना, नबिना, रबिना, मेरो नातिहरू, मेरो ज्वाइँहरू, विशेष गरेर अब एयरपोर्टसम्म पुर्याउन आउने ज्वाइँ र अरू सबै जानुपर्छ बाबा भन्ने ज्वाइँहरू सबैलाई मेरो चाहिँ हृदयदेखि धन्यवाद। यस्तो ठाउँमा जहाँ पुग्ने थिएन, आँटेको पनि थिएन। छोराहरूको बलले जानुपर्छ भन्ने आँटले मैले चाहिँ यहाँ आउने अवसर पायो। अनि मेरो आमाले पनि राम्रोसँग गएर आउनु, धेरै ज्ञान लिएर आउनु, राम्रोसँग जानु भन्नुभएछ। आमालाई पनि एकदम धन्यवाद। आमाले गरेर यो धरतीमा टेक्न पायो। आमाले जन्म नदिएको भए हामी यो धरतीमा टेक्न पाउने थिएन। त्यसैले आमा बुबा सबै परिवारलाई मुरी धन्यवाद दिँदै, साथीहरूलाई पनि सबैलाई धन्यवाद दिँदै अब हामी यो भिडियो चाहिँ विसर्जन गर्छौँ है त। नमो बुद्धाय। नमो तस्सु भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्सु भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, द्वितीयंपि बुद्धं शरणं गच्छामि, द्वितीयंपि धर्मं शरणं गच्छामि, द्वितीयंपि संघं शरणं गच्छामि, तृतीयंपि बुद्धं शरणं गच्छामि, तृतीयंपि धर्मं शरणं गच्छामि, तृतीयंपि संघं शरणं गच्छामि। पानातिपाता वैरमणि शिखापदं समादियामि। अदीनदाना वैरमणि शिखापदं समादियामि।
कामेषु मुच्छाचारा वैरमणि शिखापदं समादियामि मुच्छावादा मणि शिखापदं समादियामि सुरामेरयो मज्जा पमादठाना वैरमणि शिखापदं समादियामि साधु 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 साधु